दिस इज बकिङम प्यालेस लन्डन। अहिले चाहिँ ढोका सोका लक छ, खै भित्र जानु त हामी मिल्दैन होला, तर यो बाहिरबाट देखाइरहेको छु मैले तपाईँहरूलाई। बस्नको लागि त बवाल छ, अब अरु सुत्नको लागि चाहिँ छैन। लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुलौँ हैन। अरू हुन्छ नि युकेको एकदमै एउटा हिस्टोरिक प्लेस हो हैन। यस्तो चिसो छ कि आज म हेर्नु यस्तो टोपी पनि नलाइकन आएँ फेरि। अब ऊ चाहिँ मेरो नयाँ साथी आजै भेट भएको। आज हेलो व्हाट्सअप ब्युटिफुल पिपल, इट्स मी अनिल पौडेल, वेलकम ब्याक टु अनदर भिडियो। सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै आरामै छु। आज चाहिँ मेरो यहाँ दोस्तहरू छ, उता छ हाम्रो समीर अनि यतापट्टि ब्रो सुशान्त। ल ऊ चाहिँ मेरो नयाँ साथी आजै भेट भएको। आज चाहिँ हाम्रो युनि थियो अनि युनिबाट म फर्किने थिएँ, यिनीहरू फेरि काममा थियो अनि टक्क बाटोमा भेट भयो अनि यसो घुम्न जाऊँ न त भनेर जानु लाग्यो। सो कहाँ जाँदैछौँ भन्ने कुरा त थम्बनेलमा हेरेर देखिसक्नु भयो। सो आज चाहिँ हामी बकिङम प्यालेस जाँदैछौँ, देख्न सक्नुहुन्छ पछाडिको भ्यू दामी छ। ल अब चाहिँ हामी हिँड्दैछौँ। सो यहाँबाट अराउन्ड कति 5-6 मिनटको डिस्टेन्समा देखाइरहेछ। सो अब चाहिँ आइसकेको छ। ल हेरौँ त गाइज कस्तो छ, म देखाउँछु ट्याग लाएर। सो अलराइट गाइज, अहिले चाहिँ हामी हिँडिरहेको छौँ। सो अझै पुगेको छैन र यस्तो चिसो छ कि आज म हेर्नु यस्तो टोपी पनि नलाइकन आएँ फेरि। अब बिचबाटै यता जाने भन्ने कुरा भयो। यिनीहरू फेरि यत्तिकै बसिरहेको, मलाई फेरि लास्ट चिसो हुन्छ कि खै किन त्यस्तै छ गाइज। बकिङम प्यालेस भनेको चाहिँ अब हुन्छ नि युकेको एकदमै एउटा हिस्टोरिक प्लेस हो होइन। हाम्रो सबैलाई थाहै छ है। र अब भित्र जान त पाइन्छ कि पाइन्न आम नट स्योर, तर पनि बाहिरबाट होइन जति हामीले देखिन्छ त्यो सबै कुराहरू तपाईँलाई पनि देखाउँछु, तपाईँहरूलाई पनि। सो ट्याग लाएर के छ त समीर क्वीन एलिजाबेथ बस्ने केही भन्दा नि त मेरो भिडियोमा केटा दोस्त। लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुलौँ हैन। युकेको ब्लगहरू आउँछ अनिलको। कस्तो छ त युके, कस्तो छ तिम्रो विचारमा? ठिकठाक छ। बस्नको लागि त बवाल छ, अब अरु सुत्नको लागि चाहिँ छैन। ठिक छ, सुत्न छैन। सही हो यार, बस्न चाहिँ बवाल छ, सुत्न चाहिँ पाइन्न युकेमा। सो गाइज यहाँ त दामी यस्तो ठाउँ रहेछ है। के हो थाहा छैन, यो केको शालिग जस्तो छ, बवाल छ। यो प्यालेस यहाँ चाहिँ बन्दै रहेछ। सो अलराइट गाइज, हामी चाहिँ आइपुग्यौँ है बकिङम प्यालेस। एज यु क्यान सी यो चाहिँ बकिङम प्यालेस हो होइन। अहिले चाहिँ ढोका सोका लक छ, खै भित्र जानु त हामी मिल्दैन होला, तर यो बाहिरबाट देखाइरहेको छु मैले तपाईँहरूलाई। दामी छ, नेसनल ग्यालेरी जस्तो रहेछ होइन। नेसनल ग्यालेरीको हौ ट्राफलर स्क्वायर पर कि गएन, त्यस्तै रहेछ दामी। ल केटाहरू यहाँ छन्, हाई भन्यो। यहाँनिर चाहिँ लन्डन आईको क्रेजी भ्यू छ क्या, क्रेजी भ्यू। टावर ब्रिजको त वाला के ठुलोवाला त्यो पनि देखियो। त्यो टावर छ परबट्टि होइन, तिम्रो घरै हो। घर समीरको घर गाइज। के अरे यो गाइज, यो चाहिँ गोल्डको रहेछ क्या, गोल्डको भन्ने हल्लाइरहेछ होइन। लुक लाइक गोल्ड हुनसक्छ। भन्नाले त भित्रपट्टि त ऊ हुन्छ, अरू कुरा हुन्छ, बाहिरको कोटिङ मात्रै हुन्छ यस रुमको। ल गाइज है त त्यही छ। अब त्यस्तो घुम्न त्यस्तो धेरै ठाउँ त छैन, जस राम्रै छ, हिस्टोरिक ठाउँ हो। अब हामी हुन्छ नि दिउँसोमा घुम्ने भनेर त्यसरी आउनु भ्याइँदैन, अब किनभने कोही काम हुन्छ, कोही युनि हुन्छ यताउता होइन। त्यस्तै टाइम मिलाएर यसो फुर्सदको बेला भिडियो बनाउने हो। सो त्यसमा पनि म कहाँ जान्छु त्यो सबै कुराहरू देखाइ नै रहेको छु र देखाउने छु भन्न पनि चाहन्छु है। र त्यसको लागि हजुरहरूको सबैजनाको माया साथ सपोर्ट अपरिहार्य हुन्छ। सो गाइज ल गाइज अहिले चाहिँ हामी यतापट्टि आएको छौँ होइन। यहाँबाट चाहिँ दामी भ्यू देखिँदो रहेछ क्या यसको। सो देखाउँछु म तपाईँहरूलाई होइन, देख्न सक्नुहुन्छ। दिस इज बकिङम प्यालेस लन्डन है, ढाका लाएर। सो केटाहरू चाहिँ यहाँ गफ गर्दै हेरिरहेको छन्। सो हामीले चाहिँ हेऱ्यौँ। अब ऊ यतापट्टि पार्क रहेछ होइन, एकछिन पार्क पनि घुम्यौँ। अब चाहिँ हामी फर्किन्छौँ होला। त्यही छ गाइज, त्यस्तो धेरै त केही पनि देखाउन पाइएन। अब भित्र जानु मिल्दैन नि त अहिले रातिमा। सो बाहिरबाट देखाएँ मैले होइन जति सक्छु। अब हामीले जे हेऱ्यौँ हजुरले पनि त्यही हेर्नु भएको छ है, त्यसमा चाहिँ केही डाउट छैन होइन। र अब त्यस्तै हो, फेरि नयाँ भिडियोहरू आउँछ। ल गाइज यो चाहिँ बवालै ठाउँ हो क्या होइन, एकदम हिस्टोरिक प्लेस हो होइन। क्विन एलिजाबेथ बसेको ठाउँ हो बकिङम प्यालेस भनेको। त्यस्तै छ। ल त्यही हो, च्यानललाई सब्सक्राइब गर्नु। ल केटा बाई भनिदियो एकचोटि सबजनाले। बाई बाई, सी यु नेक्स्ट टाइम, सी यु इन द नेक्स्ट भिडियो। ल गाइज त्यति बेलासम्मको लागि
च्यानल सब्सक्राइब गर्नु, सेयर गर्नु, लाइक कमेन्ट जे गर्नु छ गर्नु। मेरो काम भनेको भिडियो बनाउने, अरू सबै तपाईँहरूको है ल। ल बाई।